हाई गाइज, अहिले चाहिँ यहाँ चाइनामा 1:30 भयो होइन। अनि आज चाहिँ मैले किचनबाटै देखाइदिउँ न है। एउटा भाँडा पनि जुठो छैन है, सबै माझे। अनि यो चाहिँ मेरो बुढाको पढ्नेको कोठा हो अरे है। यो चाहिँ मेरो बुढाको पढ्ने कोठा हो अरे है। पढनदास मान्छेको पारै छुट्टै के। यत्रो किताब कहिले पढेर भ्याउने होला है। ल अनि यहाँ चाहिँ सानो योहरू पनि हो कि, मिसिनहरू पनि हो कि। यो चाहिँ लुगा सिलाउने मिसिन हो होइन। 2019 मा म आउँदा चाहिँ यही चलाइरहेको थिएँ। अनि यो चाहिँ अहिले चाहिँ मैले स्टोर रुम बनाइदिएको के। यो चाहिँ नेपालको सामानहरू हो है, स्टकमा राखिदिएको मैले। कोही बेला चाहिरहन्छ नि त, त्यही भएर के। अनि यो चाहिँ पानी भइहाल्यो होइन। मलाई चाहिँ यहाँको पानी रुच्दैन के। अनि यो त मिसिनहरू भइहाल्यो है। यो चाहिँ लुगा सुकाउने मेसिन। यो सामानहरू अनबक्स नै गरेको छैन। यो छोराको भइहाल्यो है। अनि यो डाइनिङ भइहाल्यो, टोइलेट बाथरुम त्यो भइहाल्यो होइन। अनि यो चाहिँ लिभिङ रुम हो क्या। अनि त्यो दुईवटा कोठा चाहिँ किन नदेखाउनु भयो भन्नु होला है। ऊ त्यो स्टोर रुम हो होइन। ऊ त्यो चाहिँ त्यहाँ चाहिँ बुढाहरू सुतिरहनु भएको, त्यही भएर नदेखाएको।